ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको सिद्धबाबा मन्दिरमा बुधबारदेखि श्रावणी मेला शुभारम्भ भएको छ। विशेष विधिपूर्वक पूजा पाठ र भजन कीर्तन गर्दै सिद्ध सरोवर भूतखोलाको जललाई सिद्धबाबा मन्दिरमा चढाइएको थियो। यो सँगै सिद्धबाबा मन्दिरमा साउन महिनाभर विशेष जलार्पण कार्यक्रम शुभारम्भ भएको हो। मन्दिरका सहायक पुरोहित पुरुषोत्तम बस्यालले साउन जलार्पणको महत्त्व प्रकाश पार्दै यस वर्ष श्रावण 13 गतेदेखि भदौ 7 गतेसम्म विभिन्न पवित्र तीर्थस्थलबाट जल ल्याई सिद्धबाबा मन्दिरमा अर्पण गर्ने कार्यक्रम तय गरेको बताए। भगवान शिवजीलाई जल चढाउने महिमा शास्त्रले बताए अनुसारले भक्तजनहरूले आएर चढाउने गरेको त धेरै लामो समयदेखि नै परापूर्व कालदेखि नै भएको रहिआएको छ। यो त परापूर्व कालदेखि निरन्तर रूपमा अखण्ड बत्ती बलिरहेको छ, निरन्तर रूपमा अखण्ड ध्वनि चलिरहेको छ, निरन्तर रुद्राभिषेक हुन्छ, हवन हुन्छ। यो क्षेत्रमा भनेको उदय अस्तसित कुनै सम्बन्ध हुँदैन, कुनै त्यसले बाधा गर्दैन र यहाँ पूजा आराधना गर्नाले फल प्राप्ति हुँदैन कि भन्ने चाहिँ त्यस्तो हुँदैन। पूर्ण रूपमा फल प्राप्ति हुन्छ र भक्तजनहरूको केही घटेको छैन, भक्तजनहरूको आवागमन चलिरहेको छ। सिद्धबाबा मन्दिरमा अखण्ड बत्ती बाल्ने, अखण्ड धुनी, निरन्तर रुद्राभिषेक, हवन हुने हुँदा फल प्राप्ति हुने आशाका साथ भक्तजनहरूको उल्लेख्य भिड रहने गरेको छ। धार्मिक, सामाजिक, सांस्कृतिक, आध्यात्मिक, पुरातात्विक तथा पर्यटन प्रबन्धनका दृष्टिले पनि महत्त्वपूर्ण मानिने यस क्षेत्रलाई थप व्यवस्थित र आकर्षित बनाउने उद्देश्यले जलार्पण कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। यसैलाई पुनर्निर्माण गर्ने भनेर 35-40 लाख रुपियाँ त्यही मन्दिर पुनर्निर्माणमा छुट्याएका छौँ। हामीले एउटा निःशुल्क धार्मिक बस पनि सञ्चालन गरेका छौँ। शिक्षा क्षेत्रमा विशेष गरेर अहिले 5 लाख रुपियाँ हामीले छुट्याएका छौँ। यो 3 गाउँपालिकाभित्र रहेका विद्यालयहरूमा यो चाहिँ हामीले अब त्यो त्यहाँ शिक्षकहरू त्यही विद्यालयको आवश्यकता अनुसार कुन अझै पनि थप गरेर हामीले यो मन्दिरको महिमा बढाउने छौँ। र हामीलाई एउटा अब हामीले के सोचेको छौँ भन्दा यो 3 वर्षभित्र हामीले अब इभी गाडी कमसेकम 15 देखि 20 सिटको इभी गाडी हामीले 2टा सञ्चालन गरेर एउटालाई यता सालजनीतिर र एउटालाई मणिग्रामसम्म पुर्याएर त्यहाँबाट अझै धर्मावलम्बीहरू यहाँ ल्याएर यो मन्दिरको गरिमा बढाउने योजना गरेका छौँ। कार्यक्रममा आर्थिक वर्ष 82-83 को आम्दानी खर्च तथा विभिन्न कार्यक्रमहरूको बारेमा समेत जानकारी गराइएको थियो। कार्यक्रममा समितिका उपाध्यक्ष शेरजङ थापा, सचिव विष्णु पाण्डे, कोषाध्यक्ष तोया लम्सालले नयाँ कार्य समितिबाट मन्दिर व्यवस्थापनको लागि तयार गरिएको भावी योजनाका बारेमा जानकारी दिए।